मामा हजुर मेरो डकुमेन्टलाई पिडिएफमा कन्भर्ट गर्नुपर्ने थियो कि अनलाइनमा गएर गर न ए पकाउ एकछिन हाम्रो डेली लाइफमा कहिलेकाहीँ डिफ्रेन्ट डकुमेन्टहरू पिडिएफमा कन्भर्ट गर्नुपर्ने हुन्छ सो यसको लागि अनलाइनमा ऱ्यान्डमली जुन वेबसाइट पायो त्यसमा गएर कन्भर्ट गर्छौँ के प्रब्लम भयो त प्रब्लम त केही भएन तर कहिलेकाहीँ के हुन्छ भने स्क्यामरले मिल्दोजुल्दो डोमेन र उस्तै देखिने वेबसाइटहरू बनाएका हुन्छन् जब हामीले त्यहाँबाट फाइलहरू कन्भर्ट गरेर डाउनलोड गर्छौँ या अरू कुनै पनि फाइलहरू डाउनलोड गर्छौँ त्यहाँबाट त्यो फाइल सँगसँगै मालवेयर पनि डाउनलोड भएको हुन्छ जुन पछि गएर हाम्रो कम्प्युटरमा भएको पर्सनल इन्फर्मेसनहरू ब्राउजरमा सेभ भएको इन्फर्मेसनहरू वालेटको इन्फर्मेसनहरू चोरी गर्न सक्छ तपाईँको कम्प्युटरमा भएको पावर सेलमा के कमान्ड हान्न लगाउन सक्छ सो त्यहाँबाट पनि बस्नु होला सो योबाट बस्ने चाहिँ कसरी फर्स्ट कुनै पनि वेबसाइटमा जानु अघि त्यसको एड्रेस भेरिफाई गर्ने सेकेन्ड आफ्नो मोबाइल अथवा पिसीमा राम्रो एन्टिभाइरसहरू इन्स्टल गरेर राख्ने अनि थर्ड फाइलहरू कन्भर्ट गर्ने अफलाइन टुलहरूलाई प्रायोरिटी दिने